हेलो एभ्रिवान, वेलकम टु नेपाली रेडियोग्राफी। म चाहिँ हजुरहरूलाई यो भिडियोमा चेस्ट एक्सरेको बारेमा एक्सप्लेन गरिरहेको छु। मैले लास्टमा चाहिँ एक्जाममा लेखिने तरिकाले नै मैले बनाएको यो भिडियो होइन। हजुरहरूले त्यही नै कपी गरेर पढेर एक्जाममा लेख्न पनि सक्नुहुन्छ। म चाहिँ यो अन्तिममा होइन भिडियोको अन्तिममा यो राखिदिन्छु। हजुरहरूले त्यो सेम नै कपी गरेर लेख्दा पनि हुन्छ। म सेन्ट्रिङ रेहरूदेखि लिएर सबै म केबिपीहरू सबै नै म मेन्सन गरिदिन्छु। भिडियोहरू चाहिँ अन्तिममा हुनेछ। हजुरहरूले फुल भिडियो हेरेर एक्जाममा त्यही लेख्न पनि मिल्छ कि हजुरहरूलाई सजिलो पनि हुन्छ नि त। किनकि मैले पनि पहिला अब पढ्दाखेरि गाह्रो भएको थियो क्या। मलाई पनि कसरी गर्ने काहीँ यस्तो भइदिए पनि म हेरेर लेख्थेँ भन्ने हुन्थ्यो क्या। अब नआत्तिनुहोस्, छु मैले दुःख पाएँ, हजुरहरूले पाउनुहुने छैन। म हजुरहरूलाई त्यही भिडियोहरू म दिनेछु। मेरो पालोमा त त्यस्तो धेरै भिडियोहरू नै थिएन। अब रेडियोग्राफर नेपालमा एकदम धेरै कम छौँ पढ्ने हामी होइन। त्यही अनुसारले पनि म चाहिँ भिडियोहरू यो बाहिरको आवाज पनि आइरहेको होला। म ड्युटीमै भिडियो बनाइरहेको कारणले गर्दाखेरि ब्याकग्राउन्ड चाहिँ इग्नोर गर्नु होला। म चाहिँ हजुरहरूलाई अब भिडियोहरू नै रिलेटिभ्सहरू भिडियो नै हालिदिनेछु इक्जामको लागि पनि सजिलो होस् भनेर। अन्तिमसम्म भिडियो हेर्नु होला। लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु है। अनि म हजुरहरूलाई आजदेखि यस्तै एक्सरेको बारेमा रेडियोग्राफीको बारेमा म हजुरहरूलाई चाहिँ भिडियोहरू प्रोभाइड गर्नेछु। हेरेर साथ दिनु होला। मैले यो भिडियो बनाउनुको मेन उद्देश्य भनेको चाहिँ हाम्रो भर्खरै अब जुन रेडियोग्राफीहरू पढ्दै हुनुहुन्छ, अब जुन इन्टर्नमा जानुभएको छ उहाँहरूलाई आइडिया हुँदैन। अनि जुन पढिरहनु भएको छ कसरी हुँदो रहेछ, कसरी गरिँदो रहेछ, यो भनेको के हो भनेर हामीले चाहिँ मेन भनेको चाहिँ हामीले टेक्निक जान्यौँ भने हामीले टेक्निकमा लेख्न पनि सजिलो हुन्छ क्या। हामीलाई टेक्निकमा हामीले लेख्ने भनेको नै प्र्याक्टिकल गरेको कुराहरूले हो। त्यही भएर पनि म यो भिडियो बनाउँदैछु। अन्तिमसम्म हेरेर साथ दिनु होला। हामीले चाहिँ पेसेन्टलाई यसरी नै एकदम सिधा बनाएर नहल्लिकन भनेर मेन भनेको चाहिँ हामीले कोलिमेसनमा ध्यान दिने। किनभने जति कोलिमेसन कम भयो उति धेरै नै कम रेडिएसन हुने हो। त्यसैले यो चाहिँ हाम्रो स्क्यानिङको भिडियो पनि मैले हालेको चाहिँ कस्तो आउँछ भनेर। त्यो चेस्ट एक्सरेको भिडियो हजुरहरूले हेर्नु नै भयो होला। मैले कसरी चाहिँ पेसेन्टलाई मैले पोजिसनमा राखेको छु, कसरी प्रिपेयर गरेको छु, त्यसरी नै हजुरहरूले पनि त्यसरी नै मिलाएर पोजिसनहरू उहाँहरूलाई मजाले एकदमै सजिलो पाराले उहाँहरूलाई पोजिसनमा राख्नुपर्छ। हामीले उहाँहरूले घाँटीमा केही लगाउनु भएको छ भने पनि त्यो पनि हामीले सबै निकाल्न लगाउने भरसक हामीले सबै कपडा नै निकाल्न लगाएको धेरै राम्रो। किनकि लुगामा पनि धेरै यस्तो सानो कुराहरू पनि हुन्छ। त्यसले गर्दाखेरि चाहिँ हाम्रो डक्टरहरूलाई डायग्नोस्टिक गर्न अलिक गाह्रो पर्छ। डबल एक्सपोजर पनि गरिरहनु पर्दैन। त्यसैले भरसक हामीले चेस्ट एक्सरेमा चाहिँ माथिको कुराहरू चाहिँ हामीले सबै खोलिदिएको राम्रो हो। हामीले चाहिँ पेसेन्ट पोजिसन गर्दाखेरि चाहिँ एकदम उहाँहरूलाई सिधा भएर बस्नु, नहल्लिनु, मैले भयो नभनिन्जेलसम्म नहल्लिनु भनेर भन्ने। अनि उहाँहरूलाई चाहिँ हामीले यहाँ कम्मरमा हात लगाएर यस्तोरी गर्न लगाउनु। किनकि यो स्क्यापुला चाहिँ बाहिर स्क्यापुला चाहिँ बाहिर यस्तो निस्किएर हाम्रो लङ्स चाहिँ राम्रोसँग देखिन्छ। त्यही भएर एकदम यो हातको चाहिँ हामीले ख्याल गरेर कसरी हुन्छ एकदम राम्रोसँगले उहाँहरूलाई ध्यान दिएर गर्नु होला।